ल चार्लेसनको टपिकमा छ किसेचुतो तेङ्की भनेर दिएको छ। किसेचुतो तेङ्की, अब यो किसेचु भनेको चाहिँ ऋतु, तेङ्की भनेको मौसम। ऋतु र मौसमको बारेमा चाहिँ यो लेसनमा ऋतु र मौसमकोमा आधारित रहेर यो लेसन बनाइएको रहेछ। ऋतु र मौसम सम्बन्धी है। अब दाइ दाइयौका छ किनोवा सुगै आमे देशताने भनेर भन्यो। हिजो चाहिँ एकदमै पानी, भयङ्कर पानी परेको थियो नि भनेर टपिक छ हो। अब यो मैले व्हाटमा दिएको भनेको चाहिँ मेनली तपाईँहरूलाई चाहिँ इन्टरभ्यूमा सोध्न सकिने क्वेसनहरू चाहिँ यहाँ दिएको हुन्छ। अहिले चाहिँ इन्टरभ्यू भनेको चाहिँ यहीँबाट क्वेसन बनाएर सोध्छ है। यतैबाट मौसमको बारेमा चाहिँ अब तपाईँलाई नर्मल्ली चाहिँ इन्टरभ्यूमा सोध्न सक्छ। क्यो नो तेङ्की वा दो देशका क्यो वा हारेते इमासका, घाम लागेको छ आमेगा फुट्टे इमासका भनेर चाहिँ यसरी क्वेसन गर्छ। यहाँबाट चाहिँ मौसम सम्बन्धी पनि क्वेसन गर्छ, नगर्ने होइन। भाषा चेक गर्न लागेको, अब तपाईँको चाहिँ जीको सेउकाई र सुरुमा सिउमीको बारेमा सोधिसकेपछि तपाईँको भाषाको लेभल उसलाई थाहा हुन्छ इन्टरभ्यू। अनि तपाईँको त्यो लेभलमा चाहिँ सिउमीको र अनि तपाईँको फ्यामिलीको बारेमा सोध्छ। पहिलो कुरा भनेको जीको सेउकाई सोध्छ। जीको सेउकाई सोधिसक्यो भने त्यसपछि सोध्ने भनेको उसले तपाईँको सिउमीको बारेमा चाहिँ केरकार गरेर सोध्छ, 3-4वटा क्वेसन। अनि त्यो सिउमी र अनि परिवारको बारेमा सोध्छ। अनि त्यो दुईटा कुरा चाहिँ तपाईँले क्लियरली भन्न सक्नुभयो भने त्यसपछिका क्वेसन भनेका कम थोरै हुँदै जान्छन्। यदि ती क्वेसनहरूमा चाहिँ तपाईँले गडबड अथवा भन्न नसक्नु भयो भने त्यसपछि चाहिँ उसले भाषा चेक गर्न चाहिँ विभिन्न कुराहरू मौसमको बारेमा सोधिदिने हो, अनि किसेचुको बारेमा सोधिदिने। अनि त्यसपछि चाहिँ सुरुका क्वेसनहरू राम्रोसँग भन्नुभयो भने त्यसपछि कम सोध्छ। सुरुका क्वेसनहरू नै राम्रोसँग भन्न सक्नु भएन भने अनि त्यसपछि चाहिँ केरकार गरेर भाषा चेक गर्ने टाइपको क्वेसनहरू सोध्छ है। त्यसपछि दोन्ना तेङ्कीका स्की देशका भनेर दिएको छ, कस्तो मौसम मनपर्छ भनेर हेरेर है। ल ल दाइयोङ्काको चाहिँ टपिक 1मा छ आसाका र आचुई देशने, बिहानदेखि गर्मी छ होइन भनेर सोधेको छ है। ल कान्तो जिचिबाङमा छ तेङ्किनो, अलिक ठुलो भन्नु छ है, देखिएन। तेङ्किनो वादाइनी फुरेना गारा आइसाचो सुरुको तुका देखिरु भनेर भनेको छ। तपाईँ चाहिँ अब तपाईँ मौसमको बारेमा कुरा गर्दै यहाँनिर चाहिँ मौसमको बारेमा कुरा गर्दै अनि तपाईँले आइसाचो गर्न सक्नुहुनेछ भनेर दिएको छ है यहाँनिर। कोतोबानो जुम्बी भनेर दिएको छ। अब यस्तै चित्रहरू हुन् आउने इक्जाममा, 3, 4, 5, योपालि त 6, 7वटा पनि आएको केसहरू छ। तपाईँले चाहिँ अब मेनली फर्म भर्दाखेरि चाहिँ विचार कहाँनिर पुर्याउनु पर्छ भन्ने कुरो गरिदिइहाल्छु। अब तपाईँले चाहिँ कुन किताब पढ्यो भनेर त्यहाँ सिलेक्ट गर्नुपर्ने हुन्छ फर्म भर्दाखेरि। अब आफूले पढेको, तपाईँले पढ्ने किताब भनेको चाहिँ इरोदोरी पनि 2 किसिमका छन्। एउटा चाहिँ इरोदोरी सेइकाच्चु भन्ने छ, अनि अनि अर्को भनेको इरोदोरी अनलाइन भन्ने छ है। तपाईँहरूले पढ्ने भनेको इरोदोरी सेइकाच्चु हो। अहिले पढिरहेको बुक चाहिँ, बुकको अगाडि पनि लेखिदिएको छ यहाँनिर इरोदोरी सेइकाच्चु नो निहोङ्गो भनेर। तपाईँले चाहिँ त्यो छान्दाखेरि चाहिँ अब दुईटा बुक छान्नुपर्ने हुन्छ। एउटा चाहिँ मिन्नानो निहोङ्गो छान्नुपर्ने हुन्छ, एउटा चाहिँ इरोदोरी सेइकाच्चु छान्नुपर्ने हुन्छ है। यदि इरोदोरी सेइकाच्चु छान्नुभयो भने इरोदोरी सेइकाच्चुबाट आउँछ। इरोदोरी अनलाइन भनेर छान्नुभयो भने अर्को बुकबाट आउँछ, इरोदोरी अनलाइनबाट। ल यहाँनिर तेङ्की भनेर मौसम भनेर दिएको छ, हारेरु इ तेङ्की। हारे भनेको घाम, हारेरु भनेको लाग्नु, घाम लाग्नु, हारेरु। इ तेङ्की भनेको राम्रो मौसम। कुमोरी भनेको बादल, कुमोरु भनेको बादल लाग्नु। आमे भनेको पानी, आमेगा फुरु भनेको पानी पर्नु। युकी भनेको हिउँ, युकीका फुरु हिउँ पर्नु। खाजे भनेको हावा, खाजेका फुकु भनेको हावा चल्नु। खामिनारी भनेको चाहिँ अब यस्तो मौसम हुन्छ नि गड्याङ गुडुङ भएर
आकाशमा बादल लागेर झिलिक झिलिक बत्ती बल्छ नि कहिले बर्खातिर हो त्यस्तै है। अब खामिनारी भनेको चट्याङ भनेर बुझ्ने, अनि खामिनारीगा नारु भनेको खामिनारीगा नारु भनेको चाहिँ चट्याङ पर्नु भन्ने बुझ्नु पर्यो। ल ए ओ मिनागारा किकिमास्यो भनेर दिएको छ, चित्र हेर्दै भन्नुहोस् भनेर। कि ते इमास्यो सुनेर भन्नुहोस् भनेर दिएको छ, यो दुइटा हामी गर्दैन, इम्पोर्टेन्ट छैन। कि ते ए कारा एफ एराबी मास्यो सुनेर चाहिँ एबाट एफ छान्नुहोस् भनेर भन्यो। अब यहाँ भने अनुसारले चाहिँ कुन भन्यो त्यो छान्नु पर्ने छ। ल यसलाई चाहिँ सुनौ। Tenki A 晴れ、晴れる。いい天気。के भन्यो त तेङ्की भन्यो यो माथिको हारेरु इ तेङ्की भनेर भन्यो एमा। ल 2 नम्बर के भन्यो? B 曇り、曇る。कुमोरी कुमोरु साउन्ड सुनिरहेछ, सानो जस्तो आयो। आवाज सुनिरहेछ? सुनिरहेको सर, सुनिरहेको। C 雨、雨が降る。 D 雪、雪が降る。 E 風、風が吹く。 F 雷、雷が鳴る。 अब यहाँनिर चाहिँ खामिनारीगा नारु भनेर दिएको छ हो। खामिनारी ओ नारु भनेर तपाईहरुलाई अप्सनहरुमा चाहिँ यो चित्र दिएर खामिनारी ओ नारु, खामिनारी वा नारु, खामिनारीगा नारु, गा भनेको प्रयोग कुन अवस्थामा हुन्छ भन्ने कुरो चाहिँ यहाँनिर बुझ्नुपर्ने हुन्छ है। गाको प्रयोग भनेको चाहिँ तपाईको नेचुरल फिनोमिनामा चाहिँ प्राकृतिक प्रकोपहरुमा यो चाहिँ कसैले गर्ने कुरा नभएकोले प्राकृतिक प्रकोपहरुमा चाहिँ जहिले गाको प्रयोग हुन्छ। आमेगा फुरु, खामिनारीगा नारु हो। प्राकृतिक प्रकोपहरुमा चाहिँ यो चाहिँ आफै हुने घटनाहरुमा चाहिँ गाको प्रयोग हुन्छ भनेर बुझ्नु होला है। ल खाइवाओ किकिमास्यो लिसनिङ सुनौ भनेर दिएको छ। किन्जोनो इतो या सिरियाइतो आत्तातोकी नि आइसाचुओ स्टेइमास भनेर भन्यो। किन्जो भनेको छिमेक, छरछिमेक है। किन्जोनो इतो भनेको छरछिमेकको मान्छे, या सिरियाई भनेको चाहिँ चिनजानको मान्छे। सिरियाई तो आत्तातोकी छरछिमेकको मान्छे र चिनजानको मान्छेसँग भेट हुने बेलामा आइसाचु हो सितेइमास भेट भएको बेलामा चाहिँ आइसाचु गरिरहेका छन्, अभिवादन गरिरहेका छन् भनेर चाहिँ यहाँनिर टपिक्स दिएको छ। अब मलाई चाहिँ प्ले बटन पनि इम्पोर्टेन्ट हुन्छ, कान्दो पनि इम्पोर्टेन्ट हुन्छ भनेर मैले सुनको लेसनदेखि भन्दै आएको छु। यो भित्रका चाहिँ वर्ड मिनिङ र अब यो किन्जो भन्ने वर्ड मिनिङ एकदम धेरै, यो खान्जी एकदम धेरै आउने खान्जी हो है यो। ल त्यसैको टपिक 1 मा छ, क्वेशन 1 मा दोन्ना तेङ्की देशका एकारा डी एराबी मास्यो। अब लिस्टिङमा चाहिँ कुन तेङ्कीको बारेमा चाहिँ व्याख्या गर्छ यो चित्रबाट चाहिँ छान्नु पर्ने छ है। ल दोन्ना तेङ्की देशका भनेर दिएको छ यहाँनिर। अब 1 नम्बरमा चाहिँ कुन यो चारवटा मध्ये कुन चाहिँ मौसमको बारेमा कुरा गर्छ त्यो चाहिँ छान्नु पर्ने छ है। 4 को 3 1おはようございます。今日はいい天気ですね。そうですね。いい天気ですね。だいぶ暖かくなりましたね。本当ですね。 ल कुन चित्रको बारेमा व्याख्या गरिरहेछ त?
B. बी देशいい क्यों 先 वा 生。 यी तेंकी देशने आज चाहिँ राम्रो मौसम छ नि भनेर भन्यो सो देशने दाइबु आताताकाकु नारिमासिताने भनेर भन्यो बी देश जा छिगी किकिमस 2、毎日よく降りますね。本当ですね。嫌になりますね。そうですね。 कुन चित्रको बारेमा होला त C. माइनिची योको फुरिमास्ने भनेर आमे पानी परिरहेको पनि झिरझिर झिरझिर आवाज पनि सुन्नुभयो होला पानी परे प्रत्येक दिन एकदम पानी परिरहेछ नि भनेर भने प्राय जसो परिरहेछ नि पानी भनेर भनिरहेछ सो देशने इयानी नारी मासिताने भनेर भन्यो दिक्क लागिसक्यो भन्छ नि पानी परेर इयानी सिबाङ 3、おはようございます。朝から暑いですね。そうですね。夕べも暑かったですね。そうですね。कुन होला त D. D。 डी D देश D डी देश हो आशाकारा आचुई देशने बिहानैदेखि गर्मी छ नि भनेर भन्यो गर्मी भएको चित्र डी छ हो 4、昨日はすごい雨でしたね。ええ、風もすごかったですね。大変でしたね。本当ですね。कुन होला त A नम्बर हुन्छ। ए A नम्बर। ल खासै गाह्रो छैन बाह्र पानी अब पर्दा। लिस्निङमा चाहिँ यति छोटो छोटो त छोटै हुन्छ तर यति सजिलो चाहिँ आउँदैन आउन चाहिँ लिस्निङ छोटो र लामो दुइटै आउँछ आउन चाहिँ एक्जाममा मोइचितो किकिमासियो भनेर भन्यो फेरि एकचोटि सुनौ भनेर इचुनो तेंकिनो कोतो ओ हानासिते इमास्का आकारा उ एराबिमासियो भनेर भन्यो अब कुन कुन बेलाको मौसमको कुरा गरिरहेको छ हिजो इमानो तेंकी अहिलेको मौसमको कुरा गरिरहेको छ कि किनोनो तेंकीको हिजोको मौसमको कुरा गरिरहेको छ कि माइनिचिनो तेंकी भनेर दिएको छ प्रत्येक दिनको चाहिँ मौसमको बारेमा कुरा गरिरहेको छ कि भनेर चाहिँ माथिबाट छानेर राख्नुपर्ने छ इचिनो तेंकी कहिलेको मौसमको बारेमा कुरा गर्दैछ भनेर अघिकै लिस्निङबाट हो 1、おはようございます。今日はいい天気ですね。そうですね。いい天気ですね。だいぶ暖かくなりましたね。本当ですね。 ल कहिलेको मौसमको कुरा गर्दैछ त Imano tenki desu. इमानो तेंकी देश है जा 2番聞きます 2、毎日よく降りますね。本当ですね。嫌になりますね。そうですね。 कहिलेको मौसमको कुरा गरिरहेछ त माइनिचिनो तेंकी माइनिचिनो तेंकी 3、おはようございます。朝から暑いですね。そうですね。夕べも暑かったですね。そうですね。 ल कहिलेको मौसमको छ त ल फेरि एकचोटि सुनाउँछु कन्फ्युज भयो जस्तो छ 3、おはようございます。朝から暑いですね。そうですね。夕べも暑かったですね。そうですね。 अब योमा चाहिँ रियल्ली भन्ने हो भने यो माइनिचीको टेङ्कीको कुरा भइरहेको छ हो हेरेर बिहानदेखि गर्मी भयो नि भन्यो अब त्यो चाहिँ त्यो समयमा चाहिँ
अब गर्मीको मौसम भनेपछि त प्रत्येक दिन होला नि त माइनिचीको हो यसमा दुईटा अप्सन हेर्न चाहिँ छान्ने 4. है दुईटा 昨日 अप्सन हेर्न は छान्ने यसमा के भन्नुभयो दुईटा अप्सन हेर्न छान्ने यसमा दुईटा अप्सन छ उम्, すごい雨でしたね。ええ、風もすごかったですね。 4. 昨日はすごい雨でしたね。ええ、風もすごかったですね。 大変でしたね。 本当ですね。 कहिलेको मौसमको कुरा गरेछ त किनौलो तेन्की किनो तेन्की किनौलो देश तेन्की। हिजोको मौसमको है हिजोको मौसम हो はい。じゃあ3番まで言葉を確認してもう一度聞きましょうभने अब दाइबु भनेको चाहिँ अब यो टपिक्समा चाहिँ इम्पोर्टेन्ट वर्ड मिनिङहरू चाहिँ अब एउटा दाइबु भयो धेरै भन्ने इयानी नारु यो चाहिँ मन नपर्नु हो अथवा रिस उठ्नु अनि युबे हिजो राति अनि होन्तो देश्ने भनेको चाहिँ हो साँच्ची त्यो साँच्चीकै हो भनेर भन्छु नि हो त्यो सत्य हो भनेर आइजान्छु कि ल ओन्सेनो किते डट नि कोतोबा हो खाकिमासियो भनेर भन्यो हो रेकर्डिङ सुनेर खाली ठाउँमा चाहिँ शब्द भर्नुहोस् भनेर दिएको छ क्योवा इ टेङ्की यो चाहिँ होमवर्क है यो चाहिँ गर्नु होला भोलि एक्सको बारेमा चाहिँ म फेरि एक्सप्लेन गर्छु यो चाहिँ होमवर्क घरमा गरेर चाहिँ फोटो खिचेर म ग्रुपमा हाल्नु होला म चेक गर्छु यहाँ चाहिँ यो ग्रामर भनेको तपाईँको कन्भर्सेसन लेभलमा चाहिँ ग्रामर आउने भनेको यस्तै टाइपको ग्रामरहरू आउँछ त्यहाँ चाहिँ कन्भर्सेसन बनाएर दिएको हुन्छ यो जान्नु भयो भने त्यो पनि जानिन्छ है ल माथिको कन्भर्सेसनको स्क्रिप्ट हो यो टेङ्किनो हानासी सिनागारा आइसाचु सिमास्यो भनेर दिएको छ ओहायो गोजाइमास भनेर भनेको छ तीनजनाको कन्भर्सेसन दिएको छ यहाँनिर क्योवा इ टेङ्की देश्ने आजको मौसम चाहिँ राम्रो छ नि भनेर भन्यो सो देश्ने इ टेङ्की देश्ने हो नि राम्रै साँच्चीकै राम्रो मौसम छ नि भनेर भन्यो दाइबु आताताकाकु नारीमास थाने धेरै गर्मी भइसकेछ नि भनेर भन्यो अनि अर्कोले भन्यो माइनिची यो कुफुरी मास्ने प्रत्येक दिन प्राय जसो परिरहेको छ नि भनेर भन्यो पानी सो देश्ने यो कुफुरी मास्ने हो नि साँच्चीकै प्राय परिरहेको छ नि भनेर भन्यो इयानी नारी मास्ने इयानी भनेको दिक्क लागिसक्यो नि भन्छु नि हो रिस उठिसक्यो नि पानी परेको देखेर भन्छु नि हामी हो होन्तो देश्ने भनेर भन्यो किन वा सुगै आमे देशताने हिजो चाहिँ भयङ्कर पानी परेको थियो नि भनेर भन्यो सो देश्ने सुगै आमे देशताने हो नि साँच्चीकै पानी धेरै पानी परेको थियो नि भयङ्कर खाजेमो सुको कात्ता देश्ने हावा पनि एकदम धेरै थियो नि भनेर भन्यो खाइवाओ किकी मास्यो भनेर भन्यो साधुइङको यो चाहिँ हामी गर्दैनौँ इम्पोर्टेन्ट छैन है ल आस्तावा हारेरु देश्यो भोलि चाहिँ घाम लाग्छ होइन घाम लाग्छ होला घाम लाग्छ होइन भनेर भन्छु नि हो ल कान्दो जिउनिबाङमा छ टेङ्कियो हो किते टेङ्कियो हो किते दाइताइनो नाइयो हो रिकाइ सुरु कोतोगा देखिरु भनेर दिएको छ यो मैले अस्ति पनि भनेको थिएँ यो रिकाइ भनेको खान्जी चाहिँ एकदम इम्पोर्टेन्ट खान्जी हो रिकाइ नाइयो पनि इम्पोर्टेन्ट छ है यो नाइयोको खान्जी यहाँनिर नाइयो अब टेङ्कियो हो भनेको मौसम विभागको समाचार भन्नु यसलाई कि त्यो सुनेर दाइताइनो नाइयो लगभग सबै कुरा चाहिँ बुझ्न सक्नुहुनेछ मौसमको बारेमा भनेर लेखेको छ हो टेङ्कियो हो कि त्यो मौसमको समाचार सुनेर चाहिँ लगभग
सबै नाइयो भनेको त्यो सम्बन्धी रिलेटेड कुराहरू हो सबै बुझ्न सक्नुहुनेछ भनेर चाहिँ यहाँनिर दिएको छ हो ओन्सेनो किकिमास्यो भनेर भन्यो लिसनिङ सुनौ भनेर भन्यो युगाता तेरेबिदे तेन्कियो हो मितेइमास साँझ पख युगाता भनेको साँझ पख चाहिँ टेलिभिजनको तेन्कियो हो मौसमको मौसम पूर्वानुमान मौसमको समाचार मौसम समाचारहरू हेरिरहनु भएको छ भनेर भयो मितेइमास भनेको हेरिरहनु भएको छ भनेर दिएको छ ल टेन्किवा अब यहाँनिर चाहिँ अब टोकियो सिनसोका अब यी खान्जीहरू चाहिँ अब यी खान्जीहरू चाहिँ गाह्रै छ हो अब यो तपाईँको चाहिँ अब एन्फोर लेभलको खान्जी एउटा यो मात्रै पर्छ टोकियोको अब यो च्युकोसी भनेर दिएको छ यो चाहिँ ठाउँका नामहरू हुन् अब यी खान्जी चाहिँ पढ्न सक्नुहुन्न त्यो पढ्नतिर पनि लाग्ने होइन है अब ओतेङ्की रेपोतो भनेर दिएको छ यहाँनिर ओतेङ्की रेपोतो मौसमको रिपोर्ट भनेर हो टेङ्की वा दो खावारी मासका एकारा आई एराबी मास्यो भनेर भन्यो मौसम चाहिँ कस्तो चेन्ज हुन्छ हो अहिले चाहिँ कस्तो हुनेवाला छ यो नाका रातिको कस्तो हुनेवाला छ योमा चाहिँ आस्था भोलि चाहिँ 3टा अप्सन छान्नु पर्ने छ यहाँबाट यो सुनेर छान्नु पर्ने छ हो यो 4 को 11 को छान्नु今日は雨の一日でした。今も少し降っています。でもこの雨は夜中には止んで明日は晴れるでしょう。ただ明日は一日風が強くなります。寒い一日になります。暖かい服装でお出かけください。 ल छान्नुभयो ल आजको मौसम कस्तो छ भनेर यहाँनिर छान्ने यहाँ माथिबाट अनि यो नाकाको रातिको चाहिँ कस्तो मौसम हुनेछ भनेर अनि भोलिको मौसम कस्तो हुनेछ भनेर डटपिन कपी समातेर चाहिँ नत्र किताबमै मारो गरी पनि हुन्छ किताब नभएकोले चाहिँ डटपिन र कपी समातेर अब एबिसी के हो छान्ने हो धेरै ल 今日は雨の一日でした。今も少し降っています。でもこの雨は夜中には止んで明日は晴れるでしょう。ただ明日は一日風が強くなります。寒い一日になります。暖かい服装でお出かけください。 ल बुझियो छान्नुभयोはいもう一度聞きます 今日は雨の一日でした。今も少し降っています。でもこの雨は夜中には止んで明日は晴れるでしょう。ただ明日は一日風が強くなります。寒い一日になります。暖かい服装でお出かけください。 के भयो त इमाको मौसम अहिलेको मौसम कस्तो छ त कस्तो छ अहिलेको मौसम घाम लागेको हैं घाम लागेको छ अहिलेको मौसम अहिले पनि पानी परिरहेको छ भनेको छ है म रोक्दै एक्सप्लेन गर्छु रोक्दै 今日は雨の一日でした。 今日は雨の一日でしたभनेर भन्यो आज चाहिँ पानी पुरै दिनभरि पानी परेको छ पानी परेको थियो भनेर भन्यो 今も少し降っています。 अहिले पनि अलिकति पानी परिरहेको छ भन्यो अब अहिलेको मौसम के छ त सी भएन पानी परिरहेको छैन
सी भयो नि अहिले पनि इमामो सुकोसी फुत्ते इमास भनेको अहिले पनि पानी परिरहेको छ नि त ल でもこの雨は夜中には止んで でもこの雨が夜中に止んで तर यो पानी चाहिँ बेलुकीसम्म चाहिँ रातिसम्म चाहिँ बन्द हुन्छ भनेर भन्यो 明日は晴れるでしょう यो पानी चाहिँ रातिसम्म बन्द भएर भोलि चाहिँ घाम लाग्छ भन्यो अब यो नाकाको मौसम के हुने भयो त पानी बन्द हुने हो नि त हो यो डी अनि भोलि चाहिँ हारेरु देश्यो घाम लाग्छ होला भनेर भन्यो हो भोलिको मौसम आशितामा चाहिँ तीनटा मौसम तीनटा छान्नु पर्ने छ एउटा चाहिँ घाम लाग्ने ए ただ明日は一日風が強くなります तादा तर आशिता चाहिँ आशिता वा इचिनिची खाजेका चुयोकु नारिमास भनेर भन्यो तर भोलि चाहिँ एक दिनभरि हावा चाहिँ एकदम स्ट्रङ हावा चल्ने छ भनेर भन्यो ई यहाँ हावा चलेको देखाएको छ नि हो एउटा ए भयो एउटा ई भयो 寒い一日になります暖かい服装でお出かけください सामुई इचिनिची नि नारिमास भनेर भन्यो चिसो एक दिन हुनेछ भोलि भन्यो चिसो मौसम भनेको यहाँ टेम्परेचर यहाँ हेर्नुहोस् हो यो आइमा के छ त यहाँ एकदम चिसो छ हो यहाँनिर यो चाहिँ रातो भनेको यो चाहिँ तातो हुनु गर्मी हुनु यो चाहिँ सामुई चिसो हुनु भोलि चाहिँ एक दिनभरि चिसो हुनेवाला छ आताताकाई फुकुसोदे ओदेखाके कुदासाई भनेर भन्यो न्यानो कपडा लगाएर चाहिँ बाहिर निस्किनु होला भनेर भनेको छ अब आस्थाको मौसम चाहिँ एउटा घाम लाग्ने छ अर्को चाहिँ के छ त हावा चल्ने छ अनि चिसो हुने होला छ हो एई हो ल इचिनिची भनेको एक दिनभरि भन्ने हुन्छ हो यो यामु भनेको रोकिनु छोड्नु भन्ने अर्थ हुन्छ यामुमा तादा भनेको तर बट चुयोई भनेको चाहिँ बलियो अथवा भारी मौसम भारी आमे भारी के अरे हावा भन्छौँ नि हामी हो चुयोई स्ट्रङ फुकुसो भनेको लुगा कपडा देखाके कुदासाई ओ देखाके कुदासाई भनेको बाहिर निस्किनु होला आताताकाई फुकुसो दे ओ देखाके कुदासाई भनेर भनेको छ त्यहाँनिर न्यानो कपडा लगाएर बाहिर निस्किनु होला भनेर ल यो पनि होमवर्क है यो पनि होमवर्क ल अब 3 नम्बरमा जाउँ यहाँ चाहिँ एकदम एक्जाममा आउने भनेको यस्तै हो है एसएनएस का कुराहरू अब योमा चाहिँ अब सबै खान्जी चाहिँ तपाईँ पढ्न सक्नुहुन्न अब यहाँ चाहिँ है अब योमा चाहिँ सजिलै होला किनकि यो अलिकति अप्ठ्यारो आएको छैन एसएनएस भनेको एउटा एसएनएस चाहिँ आउँछ है एक्जाममा यस्तो अब सबैलाई नपर्न सक्छ अब अस्ति एउटैकोमा यस्ता 6 वटा आएका थिए अरे कसैकोमा एउटा पनि आएन अरे साम्बाङमा छ ताइफुका किते इमास ताइफु भनेको ताइफोन हो हावाहुरी हुन्डरी भन्छौँ नि ताइफु चाहिँ आउँदैछ भनेको छ हो यहाँ कान्तो जिउसाङमा छ तेन्की वो वादाइनी स्टा एसएनएस नो मिजिकाई खाकी कोमी ओ योन्दे नाइयो रिकाई सुरुकोतोका देखिरु भनेर भन्यो अब यो एसएनएस भनेको सामाजिक सञ्जालको चाहिँ हाम्रो जस्तै के छ डिस्कर्ड टाइपको हुन्छ हो एसएनएस भनेको चाहिँ सामाजिक सञ्जाल हो है यो अब तेन्किनो वादाई भनेको चाहिँ मौसमको बारेमा चाहिँ सीता एसएनएस गरेको चाहिँ एसएमएस चाहिँ एसएमएस भनौँ एसएमएस को बारेको मिजिकाई खाकीकोमी भनेको सानो धारणा मौसमको बारेमा गरेको सामाजिक सञ्जालको सानो धारणा पढेर नाइयो रिकाई सुरुको तोका देखिरु पढ्न र बुझ्न सक्नुहुनेछ पढेर बुझ्न सक्नुहुनेछ भनेको छ हो यहाँनिर सामाजिक सञ्जालमा चाहिँ मौसम सम्बन्धीको एउटाले आफ्नो धारणा दिएको रहेछ
त्यो दिएको धारणा पढेर चाहिँ बुझ्न सक्नुहुनेछ भनेर यहाँनिर टपिक दिएको छ कान्दो जिउ साम्बाङ है। जस्तै 1 नम्बरमा छ एसएनएस नो खाकीकोमी हो योमिमास्यो। यो एसएनएस को चाहिँ खाकीकोमी लेखिएको पोस्टहरू चाहिँ पढौँ भनेर भन्यो। तोमोदाची गा तेन्की नि चुइते एसएनएस नि खाकीकोमी हो सितेइमास। साथीले चाहिँ मौसमको बारेमा चाहिँ सामाजिक सञ्जालमा एउटा चाहिँ पोस्ट लेखिएको पोस्ट गर्यो अरे हो। पोस्ट दोन्ना तेन्की देशका ए कारा डी हेराबिमास्यो भनेर भन्यो। कस्तो मौसम छ त ए कारा डी ए कारा डी कहाँ छ ए कारा डी ए यहाँ रहेछ। यहाँबाट चाहिँ छान्नु पर्ने छ सुनेर है। ल पहिले चाहिँ यो म सरस्वती यहाँनिर चाहिँ भनिदिइहाल्छु एसएनएस भनेको तपाईँको चाहिँ यो यस्तो यस्तो चित्र आउँछ है। यो चाहिँ तपाईँको 10 जनामा 4 जना 3 जनालाई यस्तो एसएनएस को एउटा पोस्टहरू आउँछ। यो पोस्टहरू आयो भने यो भित्र दिएका खान्जीहरू चाहिँ अब N3 N2 लेभलका खान्जीहरू प्रयोग गरेर राखेको हुन्छ। यो यहाँ चाहिँ बुझ्नुपर्ने कुरा के हुन्छ भन्ने कुरो क्वेसनमा चाहिँ एन्सर चाहिँ कसरी छान्ने भन्ने कुरो चाहिँ यस्तो पोस्टहरू आयो भने यो पढ्नतिर नलाग्ने पहिलो कुरा है। यो पढ्नतिर नलाग्ने तपाईँ पढ्न सक्नुहुन्न। अनि मेन भनेको चाहिँ यो यहाँनिर समय दिएको छ है। यहाँनिर यो टाइम यो माथि 10 बजेर 48 मिनेट दिएको छ हो। अनि यो कहिले पोस्ट गरिएको हो भनेर चाहिँ कति बजे पोस्ट गरिएको हो भनेर सोध्न सक्छ। त्यो क्वेसन मात्रै पढ्ने क्वेसन बुझ्नु भयो भने एन्सर छान्न सकिन्छ है। यतातिर पढ्न थाल्नु भयो भने तपाईँ पढ्नै सक्नुहुन्न। यो कामै छैन। यहाँ चाहिँ सजिलो छ। यहाँ चाहिँ खान्जी सजिलो हालिदिएको छ। तर अब माथिल्लो लेभलमा जानुभयो भने यो चाहिँ बानी बस्नलाई एउटा पोस्ट राखिदिएको छ। अनि यहाँनिर बुझ्नुपर्ने भनेको चाहिँ यो टाइम कहिले पोस्ट गरिएको कति बजे पोस्ट गरिएको हो भनेर सोध्न सक्छ एउटा यहाँनिर है। यो कुराहरू टाइमलाई चाहिँ फोकस गर्ने एउटा। अनि कति अगाडि पोस्ट गरिएको हो भनेर यहाँनिर दिएको छ हो। कति अगाडि कति समय अगाडि पोस्ट गरिएको हो भन्ने कुरो यहाँनिर चाहिँ गोजिउ निफुन माए भनेर दिएको छ हो। 52 मिनेट अगाडि। अब यहाँनिर नाम दिएको छ यामादा सिरोची भनेर नाम दिएको छ। अब यो यामादा त पढ्नु भएको छ। यो सिरोची भनेको यो चाहिँ तपाईँको N3 लेभलको खान्जी हो। यो पढ्नै सक्नुहुन्छ हो। यो मान्छेको नाम हो। मान्छेको नामको खान्जी चाहिँ कहिले याद नगर्ने भने मैले है। अब यहाँनिर चाहिँ टाइफुका कितेइमास टाइफु आउँदैछ। क्योवा गाक्कोगा यासुमिनी नारिमास्ता टाइफु आउने भएकोले आज चाहिँ स्कुल बन्द गरिएको छ यासुमिनी नारिमास्ता। इमा सोतोवा सुगोसी आमेगा फुत्तेइमास अहिले चाहिँ बाहिर अलिकति पानी परिरहेको छ। खाजेमो चुयोइदेस हावा पनि बलियो छ। यौरुवा उचिदे खोरोक्के हो ताबेमास बेलुकी चाहिँ घरमै खरोक्के भनेको चाहिँ यो चाहिँ गाईको मासुको बनेको हुन्छ। खरोक्के भनेको अब यो गाईको मासु र तपाईँको के कन भन्छ नि त्यो एउटा कन हुन्छ नि हो। यो हाम्रो पकोडा सकोडा टाइपको हुन्छ। यो गाईको मासु र त्यो एउटा के कन हुन्छ। त्यो कन मिसाएर तेलमा तारेर बनाउँछ नि यसलाई। टेस्टी चाहिँ टेस्टी हुन्छ तर गाईको मासु हो त्यही भएर नखानु खरोक्के चाहिँ। बेलुकी चाहिँ खरोक्के खाने हो भनेर भनेको छ हो यहाँनिर। अब यहाँनिर चाहिँ अब यो भित्रबाट चाहिँ क्वेसन सोध्न पनि सक्छ। यहाँ दिएको भित्रबाट यहाँ भित्रबाट क्वेसन नसोध्ला भन्न चाहिँ सकिँदैन। यहाँ भित्रबाट पनि अब के को बारेमा कुरा गरिरहेको छ भन्ने कुरो सोध्न सक्छ यहाँनिर। अब उसले चाहिँ बेलुकी के खाने हो भन्ने पनि सोध्न सक्छ। अनि हावा चाहिँ कस्तो छ भनेर पनि सोध्न सक्छ यहाँनिर। विभिन्न अब स्कुल चाहिँ किन बिदा भएको हो भनेर सोध्न पनि सक्छ। अब के सोध्छ ठ्याक्कै थाहा छैन। मेनली चाहिँ यहाँ भित्र भन्दा पनि
अब यहाँ रिप्लाई पनि दिएको छ तल चाहिँ रिप्लाई के दिएको छ कोचिवा मो फुरेते इमास खाजे मो छुए केदो भनेर भनेको छ अब अर्कोले चाहिँ यहाँ कमेन्ट गरेको छ उसको पोस्टमा कमेन्ट गरेको छ कमेन्ट कतिखेर गरेको छ भन्ने कुरो यहाँ तलपट्टि दिएको छ है यो 14 मिनेट अगाडि कमेन्ट गरेकोहरू छ यहाँ पनि त्यस्तै भइरहेको छ हावा पनि बलियो भएको हावा पनि एकदम ठुलो छ भनेर लेखिएको छ कमेन्टमा है यहाँनिर अब यस्तै आउने चाहिँ अब यहाँनिर यो भित्रबाट सोध्यो भने मिलाउने चान्स भनेको चाहिँ अब यति सजिलो चाहिँ आउँदैन म माथि गएर चाहिँ पछि चाहिँ आउन सक्ने क्वेसनहरू सहित लास्टमा चाहिँ म एक दुईवटा क्वेसन पनि प्र्याक्टिस गराउँछु ल अब यहाँनिर चाहिँ उमिचिगो भनेर नाम दिएको छ उमिचिगो यहाँनिर इङ्ग्लिसमा पनि लेखिदिएको रहेछ उमिचिगो 12 मिनेट अगाडि उसले चाहिँ कमेन्ट गरेको रहेछ तपाईको यहाँनिर चाहिँ इमानोन चाहिँ सान्जु नानादो अहिलेको मौसम चाहिँ 37 डिग्री छ अरे आछु भनेर दिएको छ गर्मी छ भन्न खोजेको छ हो आछु भनेर सिनु मर्ने जस्तै भइरहेको छ अरे गर्मीले हो आइस ताबेताई आइस खान मन छ भनेर दिएको छ हो अब यहाँनिर चाहिँ हिजुके पनि दिएको छ हिनिची अब कहिले पोस्ट गरिएको 8 महिना 3 तारिकमा भएको रहेछ 2 बजेर 9 मिनेट 2 बजेर 9 मिनेटमा अनि कति अगाडि भएको त 12 मिनेट अगाडि चाहिँ पोस्ट भएको रहेछ ल अब अर्को छ यहाँनिर चाहिँ नादेया आमान्दा भन्ने मान्छेले गरेको रहेछ नादेया आमान्दा अनि 5 बजे 5 घण्टा पहिले गरेको रहेछ 10:48 मा ल युकीका फुरिमास्ता हिउँ परेको छ अरे हो हाजिमेते युकिओ मिमास्ता फर्स्ट टाइम हिउँ देखे अरे माचिगा मासिरो नि नारिमास्ता सहर चाहिँ पुरै सेतो भयो अरे पुरै सेतो तोत्तेमो किरै एकदमै राम्रो भएको छ अरे हो हाजिमेते युकिओ सावारिमास्ता फर्स्ट टाइम हिउँलाई छुए अरे तोतेमो छुमेता काप्ता एकदमै चिसो थियो अरे हो अब यो मान्छेको नाम अब यो खान्जी चाहिँ म पनि पढ्न सक्दैन है मान्छेको नामको मादा युकी फुत्ते मास्ने कमेन्ट गरेको छ अझै हिउँ परिरहेको छ नि भनेर भन्यो देन्स्यागा थोमारे तेइमास खानु केही नराखेको रहेछ ट्रेन चाहिँ रोकिएका छन् अरे साया इजिन मिल्जिन जुगा के हो भयो हो एउटा गरेको छ यो चाहिँ कमेन्ट गरेको छ अब क्वेसन कसरी सोध्छ भन्ने कुरो तलपट्टि लिस्टिङमा हुन्छ है अर्को मान्छे छ मिकेनिआया भन्ने मान्छे रहेछ सुजुसीको नारीमास्ता ने शीतल भयो नि भनेर भन्यो के हो वा आतारासी कोतो खाइमास्ता आज चाहिँ नयाँ कोट किन्यो अरे हो अब यहाँनिर चाहिँ अब यो कमेन्ट गरेको छ यहाँनिर अब आशा चोत्तो सामुकात्ता यो ने बिहान चाहिँ अलिकति चिसो थियो नि भनेर भन्यो ल अब मैले भने योमा चाहिँ अब तपाईको चाहिँ मेनली सोध्न सक्ने भनेको चाहिँ कति बजे पोस्ट भएको हो कहिले पोस्ट भएको हो मेनली सोध्ने भनेको कहिले पोस्ट भएको हो यो चाहिँ एकदम म्याक्सिमम सोध्छ कहिले पोस्ट भएको हिजोके यस्ता हामी माथि गएर धेरै गर्छौं धेरै लेसन वाइज आउँदै जान्छन् है ल
अब त्यसको बारेमा चाहिँ के सोध्छ कसरी सोध्छ भन्ने कुरो मैले क्वेसन बनाएको छ म यो अन्तिममा गराउँछु है यस्ता कुपन क्वेसनहरू ल यहाँनिर छ दोन्ना तेङ्की कस्तो मौसम छ त भनेर अब सुनेर चाहिँ यहाँ छान्नु पर्ने छ कतिको हो सुन्नुपर्ने सुनेर हो होइन यहाँ हेरेर एक नम्बरमा चाहिँ कस्तो मौसम छ त दोन्ना तेङ्की यो मध्ये के भनेको छ त यहाँ एक नम्बरकोमा के भनेको छ खाजेका किते के अरे ताइफुका किते इमास भनेर भने ताइफु आउँदैछ इमावा क्योवा गाक्कोगा यासुमिनी नारीमास आज चाहिँ स्कुल बिदा हुन्छ अरे इमा सोतोवा सुगोसी आमेगा फुत्ते इमास अहिले चाहिँ बाहिर अलिकति पानी परिरहेको छ खाजेमो चुयै देश हावा पनि बलियो छ यौरुवा उचिदे खोरोक्के हो ताबेमास बेलुकी चाहिँ घरमै खोरोक्के खान्छु भन्ने छ एक नम्बरको मौसम कस्तो छ त सी आमेगा फुत्तेमास आमेगा फुत्तेमा सिबाङ्देश सिबान्देश ल अब 2 नम्बरको मौसम कस्तो छ त 2 नम्बरमा के छ भने इमानोन्चे वा निजिउ नानादो अहिलेको टेम्परेचर चाहिँ 37 डिग्री छ अरे आक्सी सिनो आइसु ताबेताई के छ त यो कुन होला त डी नम्बर डी नम्बर एकदम गर्मी छ हो 37 डिग्री टेम्परेचर छ मर्न जस्तै भइरहेको छ सिनु भनेर दिएको छ आइस ताबेताई भनेर आइस खान मन छ भनेर भनेको छ ल ए साम्बाङमा ठ्याक्कै फेरि यस्तो आयो भने किताबमा जस्तो चित्र छ त्यस्तै आउँछ किताबमा यी जे लेखिएको छ त्यही कुरा त्यहाँ लेखेर आउँछ केही पनि फरक भएर आउँदैन है यस्तो कुराहरू तपाईको च्युमनको क्वेसन मात्रै फरक भएर आउँछ किताबको जस्तो आउँदैन च्युमनकोमा एसएनएसमा चाहिँ एसएनएस भनेको तपाईको यो क्वेसन आयो भने ट्याक्कै यही जस्ताको त्यस्तै लिएर राखिदिएको हुन्छ त्यहाँ योबाट चाहिँ आउँदैन यो चाहिँ अलि सजिलो छ यति सजिलो चाहिँ आउँदैन ल 3 नम्बरको मौसम कस्तो छ त युकीका फुरिमास्ता हाजिमेते युकियो मिमास्ता हिउँ परेको थियो हिउँ परेको छ भनेर भन्यो फर्स्ट टाइम हिउँ देखे अरे माथिका मासिरो नि नारीमास्ता सहर पुरै सेतो भएको छ अरे तोत्तेमो किरे एकदमै राम्रो भ्यू चाहिँ एकदमै राम्रो छ अरे हाजिमेते युकियो सावारी मास्ता फर्स्ट टाइम हिउँलाई छुए अरे तोत्तेमो चुमेता काट्ता एकदमै चिसो छ अरे ल कुन होला त चित्र बिबान नम्बर बी देश हिउँ परेको छ पुरै सहर सेतो भएको छ भनेर भनेको छ हो ल 4 नम्बरमा छ सुजिसिकु नारीमास्ता शीतल भयो अरे क्योवा आतारासीको तो खाइमास्ता आज चाहिँ नयाँ कोट किन्यो अरे सुजिसिकु नारीमास्ता एबाङ हो ल अब माथि चाहिँ ग्रामरहरू कसरी युज गरिएको छ भन्ने कुरो यहाँ राख्नुपर्ने छ नाइयोतो आत्तेइरुमोनोनी मारु चिगात्तेइरुमोनोनी वा बाच्चो खाकिमासियो भनेर भन्यो मिले माथि भनेको कुरा मिलेको ठाउँमा चाहिँ मारु गर्नु होला यहाँ अनि चिगात्तेइरुमोनोनी वा बाच्चु खाकिमासियो नमिलेको ठाउँमा चाहिँ बाच्चु लेख्नुहोस् भनेर भनेको छ जस्तै 1 नम्बरमा छ क्योवा गाक्को नि इकिमास्ता 1 नम्बरको चित्रमा आज स्कुल जाने भनेको छ त छुट्टी हो त्यही भएर यो चाहिँ के हुने भयो बाच्चु 2 नम्बरमा छ रेस्टुरान्टे खोरोके हो ताबेमास रेस्टुरेन्टमा गएर खोरोके खान्छ अरे बाच्चु उतिदे भन्ने छ उसले घरमै बेलुकी घरमै खोरोके खाने हो भन्ने छ रेस्टुरेन्टमा गएर होइन यो पनि बाच्चु है ल 1 मिनेट है म थोरै पानी खाइहाल्छु आइजा निबाङ इमानो किओन वा
सान्जु नानादो देश अहिलेको टेम्परेचर चाहिँ 37 डिग्री छ अरे 2 नम्बरमा छ 37 डिग्री 37 डिग्री छ नि हो इमानो क्युन वा नानाजु गोदो सान्जु नानादो मिलेको छ हजुर हजुर मारु 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 अहिलेको क्युन भनेको टेम्परेचर चाहिँ 37 डिग्री छ अरे मारु आइसु ताबेताई ताबेमास्ता यो पनि मारु हुन्छ मारु हुन्छ त्यहाँ माथि आइस है बाचो हुन्छ खाने मन खान मन छ भनेको छ खाएको छैन यहाँ तल चाहिँ आइसक्रिम खाइसक्यो भनेको छ यहाँ चाहिँ खान मन छ भनेको छ है बाच्चु बाचो हुन्छ सरी आइसुओ ताबेमास्ता नभएर आइसुओ ताबेताई खान मन छ भनेको छ खाइसक्यो भनेको छैन बाच्चु यो ल साम्बाङमा छ युकिओ हाजिमेते मिमास्ता 3 नम्बरमा यु फर्स्ट टाइम देखेको हो यहाँनिर फर्स्ट टाइम देखेको भनेको छ है यहाँनिर यो हाजिमेते युकिओ मिमास्ता फर्स्ट टाइम यु देखे भनेर भन्यो हो मारु अनि 2 नम्बरमा छ युकिवा सुगुनी यामेमास्ता यु चाहिँ लगत्तै बन्द भयो अरे बाचु बाच्चु चार नम्बरमा छ इमावा हारु देश अहिले चाहिँ हारु अरे अब शीतल कहिले हुन्छ योभन्दा अघिल्लो लेसन हामीले हारु सम्बन्धी पढेको थियो हो आकी हारु अब सुजुसी भनेको शीतल हुने भनेको हारुमै हो यो चाहिँ थोथोरी गर्मी हुन्छ थोथोरी बिहान चिसो हुने दिउँसो चाहिँ अलि गर्मी टाइपको हुने हारुमा यो चाहिँ मारु है अहिले चाहिँ अब शीतल हुनु भनेको हारुमै हुन्छ है यो 2 नम्बरमा छ कोतो खाइमास्ता कोट किन्यो अरे मारु मारु इमावा आतारासी कोतो क्यो वा आतारासी कोतो हो खाइमास्ता आज चाहिँ नयाँ कोट किने भनेर दिएको छ यहाँनिर हो है मारु देश ठिकै सक्यो क्या हो सक्यो है ल यहाँनिर अब हिजो होमवर्क दिएको थियो हो मैले अस्ति ल 2 नम्बरमा छ एसएनएस नि थ्याङ्किनो वादायो खाकिमास्यो भनेर भनेको छ सामाजिक सञ्जालमा चाहिँ मौसमको बारेमा पोस्ट लेख्नुहोस् भनेर यहाँनिर दिएको छ यो चाहिँ आजको मौसमको बारेमा चाहिँ लेख्नु होला एउटा यहाँनिर है तपाईहरुले पनि आजको मौसमको बारेमा चाहिँ लेख्नु होला पोस्ट गर्न पर्दैन लेखेर भोलि एक एक गरेर सुनाउनु पर्छ है यो अब यहाँ तलपट्टि स्क्रिप्टहरु छन् यो स्क्रिप्टहरु चाहिँ पढ्नु होला यहाँनिर यो चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ है एक्जाममा आउने पनि यस्तै टाइपको एक्जाममा आउँछ है धेरै जसो तपाईको दोस्रो सेक्सनमा जहाँ चाहिँ कन्भर्सेसन सेक्सनमा सबैभन्दा गाह्रो एक्जामको सबैभन्दा गाह्रो चीज पनि यही हो है दोस्रो सेक्सन अनि यो सेक्सनमा चाहिँ जसले 80% मिलाउँछ उलाई उ चाहिँ लगभग पास हो यो सेक्सनमा चाहिँ 80 नभनु 70% प्लस मिलाउनेले चाहिँ यो सेक्सनमा चाहिँ लगभग पास हो